अनि आमा नभए पनि हजुर त बाबुको साथ नै हुनुहुन्छ त। अनि किन हजुरले बाबुको साथ छोड्ने निर्णय गर्दै हुनुहुन्छ? यो संसारमा सबैभन्दा धेरै माया गर्ने भनेको मैले मेरो आफ्नो छोरालाई नै हो। तर मलाई एउटा गम्भीर रोग लागिसकेको छ। जसको उपचार सम्भव छैन। डाक्टरले भन्नुभएको छ अबको 5 महिनामै मेरो मृत्यु हुन्छ अरे। अब तपाईँहरूले भन्नुहोस् त म यस्तो अवस्थामा के चाहिँ गरौँ? न त मेरो कोही आफन्त छन् न कोही सहारा। मैले अचानक यो संसार छोडेर जाँदा मेरो बाबुको के हालत होला? कसले मेरो बाबुलाई माया गर्ला? कसले उसलाई हुर्काउला? मैले तपाईँहरूको कुरा सुने तपाईँहरूलाई पनि बच्चा चाहिएको रहेछ। यदि सक्नुहुन्छ भने मेरो बाबुलाई हुर्काइदिनु न है। तपाईँको कुरा सुन्दा मन नै भक्कानेर आयो। ईश्वर पनि कति निर्दय हुने रहेछन् है। कसैलाई सन्तान दिन्छन् त कसैलाई दिँदैनन्। यदि सन्तान दिए पनि सँगै हुने अवसर दिँदैनन्। तर तपाईँ चिन्ता नगर्नुहोस्, हामीलाई पनि एउटा बच्चाको आवश्यकता थियो। हामी तपाईँको छोरालाई आफ्नै छोरा जस्तै गरेर धेरै माया दिनेछौँ।